हामीले शास्त्र विपरीत बाटो हिँड्दैनौँ। अब बुझेनौँ भने कहाँ हो अन्डा धुन्दा जीवन जाने गर्दछ। यसैले हामीले आफ्नो संस्कार सिक्नु पर्दछ। गृहस्थ आश्रमी छौँ हामीलाई देव ऋण, पितृ ऋण, ऋषि ऋण लागेको हुन्छ। यी तीन ऋणहरू तिर्नको लागि हामीले यी यस्ता मन्दिरहरू बनाएर ऋषिको पूजा गरेर ती ऋण तिरेर ऋण मुक्त बनेर हामी यो संसारबाट जानुपर्ने हुन्छ। यसैले नै मैले जहाँसुकै पनि भन्ने गर्दछु, हाम्रो जीवन संस्कारयुक्त हुनुपर्दछ। संस्कार भएन भने अरू ठाउँ पनि भन्छु, यो ठाउँमा धेरै ठाउँमा भनेको छु, हजुरहरूले सुन्नुभएकै होला। गृहस्थीहरूका लागि तीनटा सरकारको आवश्यक पर्दछ। तीनटा सरकारको आवश्यक पर्दछ। एउटा छ सन्तति। गृहस्थी भइसकेपछि सन्तति भएन भने गृहस्थ आश्रम सुखी हुँदैन। सन्ततिको आवश्यक पर्दछ। दोस्रो छ अब त्यो सन्तति पाल्नको लागि सम्पत्तिको आवश्यक पर्दछ। अब तेस्रो छ सम्पत्ति पनि भयो, सन्तति पनि भयो, तर तेस्रो सब मिसाइएन भने जीवन बडा दुःखी हुँदछ। तेस्रो छ भनेको संस्कार। हामीलाई सन्तति चाहियो, सम्पत्ति चाहियो। सम्पत्ति र सन्तति त भयो, यदि संस्कार भएन भने सबको सातु जस्तो हुन्छ हाम्रो व्यवहार। सातुमा केही नमिसाइकन खायो भने उँधो जाँदैन, नाकतिर जान्छ। त्यसले राग र श्याम बनाउँदछ। त्यस्तै नै हाम्रो परिवारमा पनि संस्कार मिसिएन भने, सन्तति र सम्पत्तिमा संस्कार मिसिएन भने त्यही सन्तति र त्यही सम्पत्तिले जीवनभरि माइस छोड्दछ। यो देखिराख्नु भएको छ संसारमा। यो अवस्था पनि हामी देखिरहेका छौँ। त्यसमा संस्कार मिसाउनु पर्दछ। जस्तै त्यही सातु हो, तर पहिला हाम्रा जिजुबाजेहरू भन्थे सातु समाएको हातले एक थप्पड हाने पनि यसो आँखा देखिन्छ भन्थे। अब बचाउने पनि सातु हो, सातु नै हो। यदि जानेनौ खान भने मार्ने पनि त्यही सातु नै हो। त्यसै नै हामीले पनि सम्पत्ति कमायौँ भने त्यो सम्पत्तिमा, त्यो सन्ततिमा संस्कार भएन भने, त्यही सातुमा अलिकति मिठो मिसाउने हो भने अब नाकतिर जाँदैन। त्यो सरासर पेटतिरै जान्छ सातु। जस्तै यहाँ पनि हामीले त्यो सम्पत्ति र सन्ततिमा संस्कार मिसायौँ भने हाम्रो जीवन सजिलैसँग बित्दछ। जन्मदेखि मृत्यु पर्यन्त हामीले आफ्नो जीवनलाई सजिलैसँग व्यतीत गर्न सक्दछौँ। यसैले नै हामीले यो गोत्रीय परम्परामा हामीले यो स्थापना गरिन्छ केका लागि भन्दा यही संस्कार मिसाउनको लागि, आफ्नो कुलमा संस्कार मिसाउनको लागि। हामी कहाँ सम्पत्ति पनि छ, सन्तति पनि छ, तर संस्कार यहाँबाट सिक्यौँ। यी ऋषिको कृपा भयो र संस्कारित बन्यौँ भने हामीले हाम्रो जीवनमा, हाम्रो व्यवहारमा सजिलैसँग अगाडि बढ्न सक्दछौँ। नभए त्यही व्यवहारमा अलमलिएर अनि अन्त्य अवस्थामा बाँसको डोली चढेर सेतो वस्त्र ओढेर मेरो मेरो भन्दै जानु पर्छ छोडेर। अन्त्यमा त यो पनि मेरो, त्यो पनि मेरो भन्दै जानु पर्दछ। हेर्नुहोस्, जीवन अत्यन्त छोटो छ तर क्षणिक छ। यही जीवनद्वारा हामीले अविनाशी सम्पत्ति कमाउनु छ, नाश नहुने खाले सम्पत्ति। हामीले त्यो अविनाशी तत्त्वलाई जान्नु छ। यदि त्यो अविनाशी तत्त्वलाई जान्यौँ भने कहीँ पनि हामीले यो जन्ममा पनि, यो जीवनमा पनि सुखपूर्वक जीवन यापन गर्दछौँ। मृत्यु पश्चात पनि त्यो भगवत फल प्राप्त गर्न सक्दछौँ। यसैले नै अब यसका लागि के गर्नु पर्यो? हामी सङ्गठित भएर हाम्रो कुलमा आफ्नो संस्कार, आफ्नो सभ्यता, आफ्नो संस्कृति के हो यसलाई बुझ्नु छ। त्यही जान्नको लागि हाम्रा कुलहरूको मन्दिरहरू बनाउने अहिले परम्परा, जहाँसुकै पनि कुल मन्दिर बनाउने परम्परा जताततै पनि छ।